यहुदी, इसाई, इस्लाम, बुद्ध, जैन आस्तिक होइन। इसाईहरूले पनि क्रिस्चियनहरूले पनि एउटा ईश्वरीय रूपलाई त मान्छ नि त उनीहरू। तपाईँ फेरि भन्दै हुनुहुन्छ कि उनीहरू आस्तिक नै होइनन् भनिरहनु भएको छ। वेदले व्याख्या गरेको ईश्वरको विषय चाहिँ के हो त भन्दा त्यो अद्वैत छ भन्ने हो, अजन्मा छ, जसको जन्म हुँदैन, जसको मृत्यु पनि हुँदैन। हिजो म फेसबुक हेर्दै थिएँ, फिडमा एउटा भिडियो आयो जहाँ एकजना पुजारी भन्दै थिए ईश्वर मान्ने सबै आस्तिक हुँदैनन्, ईश्वर मान्ने पनि नास्तिक हुन्छन्। यो कुरा त नयाँ आयो, किनकि हामीले त हिन्दू, इसाई, क्रिस्चियनहरू यिनी आस्तिक हुन् भन्ने बुझिरहेका थियौँ। मलाई एकदमै त्यो जिज्ञासा भयो। पूर्वीय दर्शनको अध्येता मेरो दाइलाई मैले बर्दियाबाट बोलाएँ। दाइ, द शङ्कर सोमा स्वागत छ। धन्यवाद। यहुदी, इसाई, इस्लाम, बुद्ध, जैन आस्तिक होइनन्। त्यसो भए आस्तिक को हुन् त? यो गहिरो प्रश्न छ। यसलाई पूर्वीय दर्शनले यसको गहन विश्लेषण गरेको छ। पूर्वीय दर्शनका हिसाबले आस्तिक भनेको जसले वेदलाई प्रमाण मान्छ, वेदलाई आधार मान्छ, तिनै आस्तिक हुन्। जसले वेदलाई प्रमाण मान्दैन त्यसलाई नास्तिक भन्ने गर्दछ। जस्तै पूर्वीय दर्शन भन्नाले हिमाली दर्शन, आर्य दर्शन, वैदिक सनातन दर्शन र यसको आधार ग्रन्थ भनेर चाहिँ भन्ने गरिन्छ 4 वेद, 4 उपवेद, 6 वेदाङ्ग, 108 उपनिषद, 6 दर्शन, जसलाई हामी षड दर्शन पनि भन्ने गर्दछौँ, 6 वेदाङ्ग। यसलाई हामीले यसरी परिभाषित गरौँ। 4 वेद ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, 4 उपवेद आयुर्वेद, धनुर्वेद, शिल्पवेद र चाहिँ गान्धर्ववेद। शिक्षा वेदाङ्ग भनेर भन्छ, जसलाई शिक्षा, कल्प, निरुक्त, छन्द, ज्योतिष, व्याकरण। उपनिषद 108 छन्, मुख्य 10वटा उपनिषद भनेर भन्छ, जसलाई हामी शास्त्र भन्ने गर्छौँ। शास्त्रमा यस्तो भनिएको छ, शास्त्रमा यस्तो व्याख्या छ भन्छौँ। त्यो शास्त्र भनेकै तिनी 6 दर्शन हुन्, जसलाई षड दर्शन भन्ने गरिन्छ। सांख्य, योग, न्याय, वैशेषिक, वेदान्त, मीमांसा, यी 6 दर्शनलाई चाहिँ के हो त भन्दा आधार ग्रन्थको रूपमा लग्ने गर्छ। यसलाई चाहिँ आदिगुरु शङ्कराचार्यले चाहिँ के पनि प्रस्थान त्रयी भनेर अझ त्यसमाथि थप 3वटा ग्रन्थलाई चाहिँ अत्यन्तै महत्त्व दिनुभएको छ, जसलाई चाहिँ ब्रह्मसूत्र, श्रीमद् भागवत गीता र उपनिषद। र यसको सारमा 4 वेदको सारलाई 4 महावाक्यमा चाहिँ व्यक्त गरिएको छ। यसको सारमा ईश्वर के हो त, अथवा चाहिँ ब्रह्म के हो त भन्ने कुरामा चाहिँ पहिलो चाहिँ व्याख्या ऋग्वेद अन्तर्गतको व्याख्या के हो त भन्दा प्रज्ञानम ब्रह्म। यसमा मैले थोरै रोक्नु खोजेँ। जस्तो इसाईहरूले पनि क्रिस्चियनहरूले पनि एउटा ईश्वरीय रूपलाई त मान्छन् नि त उनीहरू। तपाईँ फेरि भन्दै हुनुहुन्छ कि उनीहरू चाहिँ आस्तिक नै होइनन् भनिरहनु भएको छ। ईश्वरीय शक्तिलाई त उनीहरूले पनि मानिरहेछन्। यसलाई कसरी बुझ्ने त हामीले? यसलाई हामीले चाहिँ बुझ्नुपर्छ अद्वैतवादमा गएर। जस्तै चाहिँ के हो त भन्दा अद्वैतवाद, द्वैतवाद, विशिष्टाद्वैतवाद, एकेश्वर, निराकार, बहुईश्वरवाद, यी सबै चाहिँ के हो त भन्दा देवी देवता त हुन सक्छन्, तर वास्तवमा ब्रह्म हुन सक्दैन। अथवा जो चाहिँ के हो त भन्दा भन्न त महादेव पनि भनिन्छ नि, सबै देवौँ के देव महादेव भन्ने गरिन्छ। र त्यस्तै किसिमले चाहिँ के हो त भन्दा यो सबै ब्रह्माण्ड सृष्टि सबै चाहिँ के हो त भन्दा विनाश हुँदा पनि ऊ रहन्छ, फेरि उसले नयाँ सृष्टि गर्दछ। त्यसकारण जसको जन्म हुँदैन र जसको मृत्यु हुँदैन त्यो नै ईश्वर हो भन्ने चाहिँ के हो त भन्दा वेदले व्याख्या गरेको छ। ईश्वर कसलाई भन्ने त? ईश्वरको सन्दर्भमा चाहिँ के हो त भन्दा वेदले चाहिँ 4वटा महावाक्यलाई गम्भीरतापूर्वक प्रस्तुत गरेको छ। पहिलो
अयम आत्मा ब्रह्म पहिलो, दोस्रो प्रज्ञानम ब्रह्म, तेस्रो तत्त्वमसि, चौथो अहम ब्रह्मास्मि। हुनाले यो सृष्टि सम्पूर्ण चिजमा चाहिँ के हो त भन्दा ईश्वर छ होइन। ईश्वर चाहिँ के हो त भन्दा विवेक पनि ईश्वर हो, ज्ञान पनि ईश्वर हो, यो हाम्रो भित्र जुन आत्मा छ त्यो पनि ईश्वर हो, तत्त्वमसि त्यो तिमी पनि ईश्वर हो। त्यसो भएको कारणले चाहिँ के हो त भन्दा वैदिक सनातनीहरूको सार के हो त भन्दा वसुधैव कुटुम्बकम भन्ने गर्दछन्। पृथ्वीभरिका प्राणीहरू कुटुम्ब हुन्, त्यो परिभाषा गर्दछ। त्यस अर्थमा पनि चाहिँ के हो त भन्दा वेदलाई किन मान्ने भन्दा वेद आदि ग्रन्थ हुन्। वेदको साभार गरेको हुनसक्छ तर श्रुति हुँदै विकास भएका हुन्। यो प्राचीन रूपमा चाहिँ सबैभन्दा पुरानो चाहिँ के हो त भन्दा यिनी दर्शन हुन्। त्यस अर्थमा पनि वेदका सारमा चाहिँ हेर्दा वेदले व्याख्या गरेका चिजहरू नै महत्त्वपूर्ण छन् भन्ने मेरो निष्कर्ष हो। पूर्वीय दर्शनमा चाहिँ हामी यसो गहिरो अध्ययन गर्दै जाँदाखेरि त्यहाँ यति धेरै गहिराइ छ। त्यो बेला हामी कल्पना गरौँ, जतिखेर त हामी मानव जातिले राम्रो खाना लाउन जानेका थिएनौँ, बस्न उठ्न जानेका थियौँ, तर उसले चाहिँ के हो त भन्दा यो संसारको व्याख्या गरेको छ, विश्लेषण गरेको छ होइन। यो सबै चिज ग्रह नक्षत्रहरूको व्याख्या विश्लेषण गरेको छ र सबैले चाहिँ के हो त भन्दा त्यो ग्रन्थमा चाहिँ साभार गरेको छ। अन्तत गएर पछि गएर वेद व्यासले चाहिँ 4वटा वेदमा चाहिँ उ गरे। यसको महत्त्वपूर्ण व्याख्या चाहिँ आदिगुरु शङ्कराचार्यले गर्नुभयो। ईश्वर अद्वैत छ, दुईटा अरू हुन सक्दैन, एउटै छ ईश्वर, दुईटा हुन सक्दैन। त्यसकारण ईश्वर सार्वभौम छ, सर्वव्यापी छ र ईश्वर भनेको सबैमा अन्तर्निहित छ भन्ने कुरो चाहिँ वेदले व्याख्या गर्दछ। भनेपछि जस्तो ईश्वर र भगवानको कुरा पनि हुन्छ नि, यो दुईटा बीचको भेद पनि केही छ? योगीहरूले विभिन्न कालखण्डमा ध्यान र योगको माध्यमबाट आफूलाई विश्लेषण गर्दा पन्थ सम्प्रदायहरू निर्माण गर्दा, जस्तै शैव सम्प्रदायहरू भए, वैष्णव सम्प्रदायहरू भए, शाक्त सम्प्रदायहरू भए होइन, गणपति सम्प्रदायहरू भए, यस्तै किसिमले चाहिँ हो सम्प्रदायमा विभाजित हुँदै जाँदाखेरि बहुईश्वरलाई चाहिँ के हो त भन्दा मान्ने परम्परा र प्रथाको विकास भयो, त्यो धर्म संस्कृतिको विकास चाहिँ भयो। तर ती सबैले फेरि चाहिँ मान्ने चाहिँ शङ्कराचार्यले के हो त भन्दा सबैलाई मान्न पर्छ। उनले पञ्चायन पूजा पद्धतिको विकास गरिदिनु भयो। 5वटा देवता अनिवार्य पूजा गर्नुपर्छ। भने तिनी पाञ्चायन देवता भन्दाखेरि कुन कुन परे त? शिव, विष्णु, दुर्गा, गणपति, सूर्य, यी 5वटा देवताको पहिला यिनीहरूको बिचमा सौर्य सम्प्रदाय यिनीहरूको बिचमा ठुलो विवाद थियो, ठुलो बहस थियो, ठुलो चाहिँ के हो त भन्दा लडाइँ थियो। शङ्कराचार्यले सबैलाई एक ठाउँमा ल्याएर त्यसको पूजा पद्धतिको विकास गर्नुभयो र साँच्चै भन्दा आदिगुरु शङ्कराचार्यले यो वैदिक सनातन धर्मलाई चाहिँ एक ठाउँमा यसरी चाहिँ विन्यास गर्नुभयो र उहाँले चाहिँ 16 वर्षको उमेरबाट चाहिँ उहाँले चाहिँ के हो त भन्दा दिग्विजय यात्रा सुरु गर्नुभयो। त्यतिखेर आर्यवर्त भन्थ्यो। अहिलेको अफगानिस्तान, भुटान, बङ्गलादेश, पाकिस्तान, नेपाल, भारत सबै चाहिँ के हो त भन्दा यो चाहिँ एउटा चाहिँ आर्यवर्त भन्थ्यो। हिमालयदेखि समुद्र पर्यन्तसम्मको यो भूगोललाई चाहिँ आर्यवर्त भन्थ्यो। यो आर्यवर्तको चाहिँ 4 पटक दिग्भ्रमण गरेर त्यहाँ चाहिँ के हो त भन्दा यहाँ बुद्ध धर्मको ठुलो बोलबाला थियो। धेरै चाहिँ के हो त भन्दा बुद्ध धर्मावलम्बीहरू थिए र उनीहरूसँग शास्त्रार्थ गरेर चाहिँ उहाँले पराजित गर्नुभयो र चाहिँ फेरि वैदिक सनातन धर्मलाई चाहिँ स्थापित गर्नुभयो। उहाँको सार के थियो त भन्दा ब्रह्म नै सत्य हो, जगत मिथ्या हो। यो जो हामी देखिराखेका छौँ, हामी जीवन भनिराखेका छौँ, जसरी हामी छोरा छोरी नाति पनाति आदि इत्यादिमा छौँ, यो भ्रम हो भन्नुहुन्छ उहाँले। ईश्वर ब्रह्म नै सत्य हो भन्ने कुरो उहाँको चाहिँ निष्कर्ष हो। अहिले हामी आफूलाई चाहिँ हामी हिन्दू भनौँला होइन, अथवा सनातनी भनौँला, अथवा हामी आफूलाई चाहिँ के हो त भन्दा अरू कुनै उसमा वेदान्ती भनौँला, तर
सबैमा चाहिँ के हो त भन्दा अहिले चाहिँ शङ्कराचार्यको नै योगदान चाहिँ देखिन्छ। सबैभित्र त्यो चाहिँ के हो त भन्दा एक फल देखिन्छ। त्यस अर्थमा पनि के हो त भन्दा आस्तिक र नास्तिकको चाहिँ पूर्वीय दर्शनले सठिक परिभाषा दिएको छ। त्यही हो, जसले वेदलाई प्रमाण मान्दछ त्यो आस्तिक हो, जसले वेदलाई प्रमाण मान्दैन त्यो नास्तिक हो। भारतमा पनि 9वटा दर्शन छन्, जसमध्येमा चाहिँ के हो त भन्दा ईश्वर मान्ने कुरामा चाहिँ साङ्ख्य र योगको विवाद छ, त्यहाँ बहस छ होइन। तर चाहिँ के हो त भन्दा वेदलाई प्रमाण मान्छन् होइन। साङ्ख्य, योग, न्याय, वैशेषिक, वेदान्त यी सबैले चाहिँ ईश्वरको सवालमा फरक मत छन्, तर वेदलाई प्रमाण मान्छन्। यता चाहिँ बुद्ध, जैन, चारवाकले चाहिँ के हो त भन्दा वेदलाई प्रमाण मान्दैनन्। उनीहरू चाहिँ के हो त भन्दा उनलाई चाहिँ नास्तिक भन्ने गरिन्छ। त्यस अर्थमा पनि के हो त भन्दा यहुदी, इस्लाम र चाहिँ इसाई नास्तिक हुन्। उनीहरूका पनि जस्तो उनीहरूले मान्ने ग्रन्थहरू त छन् नि त, त्यसलाई आधार मानेर उनीहरू पनि आफ्नो धर्म सम्प्रदायिक कुराहरू गर्छन् नि त फेरि। तर उनीहरूले धर्म मान्ने कुरोलाई त चाहिँ धर्माचर इति धार्मिक भनेर भन्छ के। जसले धर्मको आचरण गर्छ त्यो धार्मिक हो, धार्मिक हुनसक्छ, त्यो आध्यात्मिक हुनसक्छ होइन, तर आस्तिक हुन सक्दैन। आस्तिक हुन सक्दैन। आस्तिक बन्नको निमित्त आस्तिक शब्दको चाहिँ के हो त भन्दा परिभाषाभित्र ऊ पर्दैन। त्यस अर्थमा ईश्वर मान्ने र नमान्ने बहसमा चाहिँ आस्तिक र नास्तिकको बहस हुन सक्दैन। मलाई लाग्छ त्यो पुजारीले पनि के हो त भन्दा पूर्वीय दर्शनलाई आधार मानेर चाहिँ भनेका हुन सक्छन्। ईश्वर मान्नेहरू पनि चाहिँ नास्तिक हुन सक्छन् होइन। ईश्वर नमान्नेहरू पनि नास्तिक हुन सक्छन् होइन। त्यसकारण चाहिँ आस्तिक र नास्तिकको परिभाषा एउटै के हो त भन्दा जसले वेदलाई प्रमाण मान्छ त्यो आस्तिक हो, जसले वेदलाई प्रमाण मान्दैन त्यो नास्तिक हो। मेरो जिज्ञासा त पुरा भयो। अब यस्तो यति धेरै कुराहरू छन् जसलाई हामीले एकदम सर्फेसली रूपमा बुझिरहेका हुन्छौँ, सतही रूपमा बुझिरहेका हुन्छौँ र त्यसैलाई आधार मानेर हामी समाजलाई सुशिक्षित गर्न कोसिस गरिरहेका हुन्छौँ। हामीले आगामी श्रृङ्खलामा पनि यस्तै पूर्वीय दर्शनसँग सम्बन्धित कुराहरू जसलाई भनौँ न वेदले उपनिषदहरूले के कुराहरूले चाहिँ यसलाई आधिकारिक रूपमा व्याख्या गरेका छन् भन्ने कुरामा हामी आगामी श्रृङ्खलामा पनि यहाँहरूलाई पक्कै पनि जानकारी गराउने नै छौँ। आजको श्रृङ्खलामा हामीले आस्तिक र नास्तिकको हुन्, यिनलाई के आधारमा भनिन्छ भन्ने कुराको एकदमै भनौँ न यसलाई धार्मिक हिसाबले, धार्मिक ग्रन्थको हिसाबले, प्रमाणिक कुराहरूको हिसाबले आज हामीले जानकारी दिने कोसिस गऱ्यौँ। आगामी श्रृङ्खलामा हामी फेरि यस्तै कुनै नयाँ विषयवस्तु लिएर आउने नै छौँ। हाम्रो च्यानललाई यहाँहरूले माया गरिदिनु होला। धन्यवाद।